नमस्ते साथीहरू, यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी बोडी र आलु अनि मासुको तरकारी बनाउन जाँदैछौँ। सुरुमा मैले आलुलाई काटेर पखालेर राखेँ, त्यसपछि मासुलाई पनि काटेर राखेँ, गोलबेलालाई पनि काटेर राखेँ धोइ पखाली गरेर। त्यसपछि हामीलाई अदुवा लसुनको पेस्ट र बोडी चाहिन्छ अनि प्याज। यतिको सबै सामग्री भइसकेपछि मैले तेल तताएँ एउटा प्रेसर कुकरमा। त्यसपछि मैले मेथी र खुर्सानी फुराएँ अनि मैले प्याजलाई फ्राई गर्नलाई राखिदिएँ। प्याज यत्तिको भइसकेपछि चाहिँ मैले मासु राखेँ। मासुलाई चाहिँ एकछिन मजाले फ्राई गर्नुपर्छ। अनि यतिको फ्राई भइसकेपछि अदुवा लसुनको पेस्ट हाल्ने, यसलाई पनि मजाले चलाइदिने। अनि त्यसपछि एकदमै बास्ना आइरहेको थियो, मग बास्ना आइरहेको थियो। अब मैले चाहिँ बोडीलाई पनि एड गरिसकेँ। बोडीलाई पनि एकछिन मजाले चलाइदिने। यो हरियो बोडीको सिजनमा चाहिँ मलाई यसरी झोल हालेर बनाएको तरकारी एकदम मिठो लाग्छ। अब मैले आलुलाई पनि राखेँ। आलुलाई पनि एकछिन मजाले भुट्ने। यत्तिको भइसकेपछि चाहिँ मैले गोलबेरालाई हालेँ। गोलबेरालाई पनि हालेर मजाले चलाउने। अनि मैले यसमा स्वादअनुसार नुन, बेसार, जिराको धुलो, खुर्सानीको धुलो हालेँ। त्यसपछि एकछिन मजाले चलाइदिने यसलाई। कति मिठो बास्ना आयो। हजुरहरूलाई कतिको मनपर्छ हरियो बोडी? मलाई चाहिँ एकदमै मनपर्छ यो सिजनको। अब मैले यसमा हरियो खुर्सानी पनि एड गरेँ। यो चाहिँ कम्प्लिटली अप्सनल हो, तर यो राखेपछि चाहिँ एकदमै मिठो हुन्छ। अब सिटी हाल्नको लागि चाहिँ मैले पानी एड गरेँ। पानी एड गरेर यसलाई 8-10 सिटी हाल्नलाई छोडिदिनुपर्छ। अब बन्द गरेर सिटी हालिदिएँ। यो पाक्यो। अब पाकिसकेपछि यस्तो देखियो। हेर्नुहोस् त कस्तो हेर्दै खाउँ खाउँ लागेको। यो मिठो भएको थियो एकदमै सिम्पल रेसिपी हो। हजुरहरू पनि यसरी नै ट्राई गर्नुहोला। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आशा छ यहाँहरूलाई मेरो भिडियो एकदम राम्रो लागिरहेको छ होला भनेर। लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।